मैले पहिला पनि भनेको थिएँ र अहिले पनि भन्छु हैन, राजा आउनुपर्छ। अझै पनि केही बिग्रेको छैन। प्राइममा राजालाई राख्नुपर्छ। तपाईहरु हुन्छ नि राजा ल्याउनु अगाडि एकचोटि सल्लाह गर्न जानुस्, उहाँहरुको हुन्छ नि राजाको एकचोटि विचार बुझ्नुस्। तपाईहरुलाई थाहै छैन राजाले कतिसम्मको हुन्छ नि पावर छ राजासँग। ऊ अहिले स्थानमा नभएर मात्र एकचोटि वन्स ऊ पोजिसनमा आयो भने उसँग धेरै पावर छ। उसले देशमा धेरै परिवर्तन लिएर आउन सक्छ। तपाईहरुले चाहेको देश, तपाईहरुले चाहेको समाज एकचोटि कस्तो हो, एकचोटि राजाको लागि हुन्छ नि राजासँग गएर एकचोटि उहाँको समय लिएर तपाईहरुले एकचोटि तपाईहरुको विचार राख्नु होला। तपाईहरुको विचारमा के चाहिँ भन्छ त राजाले, त्यो अनुसार निर्णय एकचोटि लिनु होला। तपाईहरुले अहिले देखिहाल्नु भयो, अहिले प्रधानमन्त्री राख्ने बित्तिकै पनि धेरै उ भइराको छ हैन। त्यही भएर म अझै पनि भन्छु केही बिग्रेको छैन। राजालाई माथि राखौं, देश चलाउने प्रधानमन्त्री बनाऊं, राजालाई कूटनीतिकमा खेल्न दिउँ। अर्को देशहरुसँग राजालाई हुन्छ नि जे गर्नुपर्छ राजाले विचार राख्छ, त्यहाँ अर्को देशसँगको कूटनीतिहरु राजालाई खेल्न दिउँ। अनि देशभित्रको देशको विकासको देश चलाउने जिम्मा चाहिँ प्रधानमन्त्रीलाई दिउँ। त्यो अनुसार गर्दाखेरि चाहिँ बल्ल जनताको जस्तो देश हुन्छ। त्यहाँनिर राजा पनि हुन्छ र जनताको पनि इक्वली समान हुन्छ। खोइ बुझेको त्यो बुझ्नु पर्यो क्या पहिला सुरु। जोसमा ह्याहु गरेर हिँडेर हुँदैन। घाटा भनेको तपाईहरुलाई नै हो र तपाईहरुलाई नै समातेर थुन्छ।